नदिएर एक दिन नदिएर हुन्छ त अब सदा दिन अब अफलाइन गर कि ट्राफिकले चिट गरिहाल्छ 150 200 वटा हुन्छ बेलुका अनि यो अफलाइन गएर नि यहाँबाट एयरपोर्ट गएको 600 रुपियाँ लिने चौबर पचबर लोकेसन हालेर पेसेन्जरलाई देखाइदिने अब यो चाहिँ कहिले चाहिँ सहन हुन्छ अनि ट्याक्सीले बोक्ने भारी 4 बोरा चामल बोकिदिने स्कुटीले यो चाहिँ कहिले समाधान हुन्छ तपाईहरु के याङ्गो अफिसको हो कि राइडर चालक हो कि के हो त हामी राइडर हो नयाँ कम्पनी हो हजुर हजुर के भन्नु भयो दाइले के भन्नु यो अफलाइनहरुलाई तपाईहरु आएर एक दिन सुझाव दिएर भोलिपल्ट अहिले 4 बजेबाट यहाँ लगभग 150 200 वटा हुन्छ अब त्यो चाहिँ के गर्नुहुन्छ कारबाही गर्नुहुन्छ हामीले कारबाही गर्ने हैन हामीले चाहिँ सल्लाह र सुझाव हजुरहरुले सल्लाह सुझाव एक दिन दिनुहुन्छ अब उनीहरुले सधैँ त तपाईले नि गर्न सक्नुहुन्न हामीलाई के स्यालेरी दिएन कसैले केही गरेन हामी पनि राइडर हो समाज सेवा गरेछ अनि तपाईले त सरकारलाई दिनु पर्यो नि त अब सरकारलाई दिनु पर्यो सरकारले इलिगल गर्ने त म एउटा ट्याक्सी चालक मैले पनि अफलाइन बोक्न पाउँदिन हैन ऊ पेसेन्जर कहाँदेखि धपेडी भएर आइरा हुन्छ ट्याक्सी हो बाइक हो ओर्लिनै दिँदैन त्यहाँ गाडीबाट यो गर्न भएन नि त पेसेन्जरलाई तनाव दिन भएन नि त ट्याक्सी हो भनेर म रोकिरहेको छु पेसेन्जरले आएर सोध्यो भने जानी हो कति लिनुहुन्छ भन्यो भने पठाउको रेट भन्छौँ हामी किनभने पठाउको रेट एकदम एक्ज्याक्टली छ दलाल जस्तो छैन त्यो इनड्राइभ जस्तो घटाउने बढाउने छैन हैन त्यो कारणले हामीलाई पठाउ या राम्रो लाग्छ हैन हामीले यो पुरा ट्राफिक हेर्दैन भनेको छ सबैलाई भनेको छ एउटा सानो यत्रो काठमाडौँमा दुनियाँभरको बिचौलियाहरूले हाम्रो परिश्रम खाइरहेको छ यसको बाउको सम्पत्ति त होइन नि यो कति ऋण गरेर मैले यो ट्याक्सी किनेको छु महिनाको किस्ता 90,000 रुपियाँ छ 56 लाख रुपियाँ परेको छ महावीर फोन भन्नुहुन्छ महाशय उहाँ बिचौलियाले खायो दलालले खायो 15 लाख के को बिचौलियाले खाने ट्याक्सीवालाले खाएको यो ट्याक्सीवालाले जुन ट्याक्सी चलाइरहेछ त्यसैले महँगो बेचेको सही हो महावीर बुनले भन्छ त्यो दलालले खाएको दलालले होइन ट्याक्सीवाला मालिकले नै खाएको जुनले ट्याक्सी चलाइरह्यो कोर्ट खेल्ने दुनियाँ दिवाना रक्सी खानी गरेर गरे उसले 15 लाख 20 लाख त्यो नयाँ गाडीलाई हाल्न सकेन नसकेपछि उसले भाउ बढाएर बेच्यो त्यो बेचेको त्यो उसले ट्याक्सीवालाले नै हो उसले दलालले खाएको होइन यो विषयमा चाहिँ एकदम भन्न आग्रह छ अफलाइन पठाउ होस् ट्याक्सी होस् यो चाहिँ बन्दै हुनुपर्छ अनलाइन होस् एउटै कारबाही होस् मै कारबाही भोग्छु बोलाउन सक्नुहुन्छ हजुरले पनि अफलाइन भेटायो भने अत्याधिक गरेर चाहिँ यहाँ लडाई झगडा यहाँ 4 बजेपछि हेर्ने हो नि यहाँ लाइन हुन्छ 200-300 वटा हुन्छ त त्यो माइक्रोबाट पेसेन्जर झर्न पाउँदैन कति उहाँ 12 घण्टा यात्रा गरेर आउनु भएको छ पेसेन्जर त्यो राम्रोसित झर्न आएन कुन नेचरको हो त्यो मान्छे लेडिज देखेर न यसै गर्न गयो कि त्यो छैन टाउको भित्रै माइक्रोमै चढ्न खोज्छ त्यो विषयमा चाहिँ हजुरहरूले पनि यो उठाउनु भयो तर यो सरकारमा जाओस् के सरकारमा ध्यान जाओस् हजुरको नाम चाहिँ के हो सर म अर्जुन कार्की म 28 वर्ष गाडी चालक भइसकेँ म 20 वर्ष नाइट बस पनि चलायो अहिले 2-3 वर्ष भयो यो ट्याक्सी चलाउन थालेको प्राइभेट कारहरूदेखि लिएर सरकारी जागिर पनि खाइसकेँ मैले यो चाहिँ तपाईहरुले एकदमै तपाईहरुले हैन हामीहरुले सबैले मिलेर चाहिँ यो एकदम यो अफलाइन चाहिँ ट्याक्सी होस् बार्गेनिङ गरेर बोक्न चाहिँ एकदमै होस् एउटा अनलाइन होस् अनलाइनमा पनि बार्गेनिङ नहोस् फिक्स रेट होस् हुनु पर्यो चाहे हामीलाई 50 रुपियाँ किलोमिटर सरकारले राखेछ हामी कमाउनै आएको हो कमाउनै आएको अफलाइन नगरिकन सबैले गर्नु पर्यो के पेसेन्ट भन्नु नि तमासा मजाले हेर्नुहुन्छ राखिदिनुहोस् भिडियोमा अलिकति कमै हुन्छ उनीहरूलाई पनि नजिलो